थाकेपछि अन्त्यमा छोड्छ रे मान्छेले त्यो कुरा, जुन कुरा समाउन उसले सब थोक छोडेको हुन्छ। त्यस्तै भए म। नथाक्नु ल तपाईँ भन्थ्यौ, प्रेममा सँगै हुन मैले जति कोसिस गरेँ त्योभन्दा बढी तिमीले टाढा रहन बल गर्यौ। तिम्रो मायामा पुलपुलिएको म तिमी नै थकाउन आएपछि के नथाक्थे र? मेरो सब थोक देख्ने तिमीले, मेरो सब थोक हटाउने एक थोक थियौ तिमी। यो कहिले बुझेनौ? म संसारकै निम्ति बेइमान भए पनि तिमीसँग इमानदार थिए। तिमीले तिमीलाई गरेको प्रेमप्रतिको इमानदारीको साटो तिम्रो निम्ति संसारलाई गरेको बेइमानीको सजाय दियो। सुन, मलाई माफ गर्नु ल।